सुरक्षाको जिम्मा राज्य पक्षले लिने सामान्य प्रक्रिया हो, तर पछिल्लो समय ज्यान मार्न धम्कीसहितको भिडियो सार्वजनिक भएपछि सुरक्षा कडा पारिएको छ। सुरक्षा थ्रेट बढेको भनिएका 10 व्यक्ति को हुन् र उनीहरूमाथि किन यस्तो धम्की आउन थाल्यो त? यो चासोको विषय बढेको छ। एक रिपोर्ट। केही दिन पहिले प्रकाश पाठक नाम गरेका व्यक्तिले विभिन्न 10 जना व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको समाचार सार्वजनिक भयो। समाचारसँगै सार्वजनिक भएको भिडियोमा धम्की दिने प्रकाशले 10 जना व्यक्तिको नाम लिए। त्यसपछि सुरु भयो कोलाहल। ज्यान मार्ने धम्कीपछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। पूर्व उच्च पदस्थ व्यक्तिमाथि यस्तो धम्कीपछि प्रहरीले सुरक्षा तैनाती, पेट्रोलिङ, गस्ती र सादा पोसाकका सुरक्षाकर्मी नै प्रयोग गरेको छ। तर धम्की दिने प्रकाश पनि भारतमै रहेको दावी गर्दै आएका छन्। यस्तोमा किन 10 जनाको नाम तोकेर ज्यान मार्ने धम्की आयो? धम्कीपछि सरकारलाई सुरक्षा थ्रेटको महसुस कसरी हुन पुग्यो? तमाम विषयहरू सभामा छन्। यस्तोमा को व्यक्तिमाथि धम्की आयो पहिले त्यो हेरौं। प्रेम कुमार राई प्रमुख